हेलो नमस्ते। मेरो हातमा देख्नुहुन्छ पासपोर्ट र यो पासपोर्ट कसको हो भन्दाखेरि एकचोटि यो भिडियो हेर्नुहोस्। वाओ सो भिजा ग्रान्टेड। सो फाइनल्ली क्रोएसियाको भिजा चाहिँ स्ट्याम्प भएर आइसकेको छ। कङ्ग्रेचुलेसन्स दिप बहादुर आलेजी। यो पासपोर्ट चाहिँ हाम्रो दिप बहादुर आलेजीको हो र उहाँ चाहिँ अहिले मसँग यो हाम्रो भिडियोमा जोडिनु भएको छ। वेलकम छ हजुरलाई हाम्रो भिडियोमा। नमस्ते, मेरो नाम दिप बहादुर आले। सो तपाईँको अहिले यो पासपोर्टमा चाहिँ युरोप कन्ट्री क्रोएसियाको चाहिँ भिजा स्ट्याम्प भएर आएको छ र तपाईँ चाहिँ कतिको खुसी हुनुहुन्छ? म एकदमै खुसी छु र मैले नोभेम्बर 26मा चाहिँ मैले इन्टरभ्यू दिएको थिएँ र अहिले आएर चाहिँ भिसा लगाएर आएको छ। म एकदमै खुसी छु। यदि तपाईँहरू पनि युरोप जान चाहनुहुन्छ र तपाईँहरू पनि युरोपी सपना देख्नु भएको छ भने प्लिज एचआइटी कन्सल्टेन्सीमा आएर आफ्नो जर्नी स्टार्ट गर्नुहोला। एकदम जेन्युन छ, एकदम राम्रो छ र म एचआइटी कन्सल्टेन्सी अल टिम इन्टायर टिमलाई चाहिँ म थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। नमस्ते। सो यो पासपोर्ट चाहिँ म हाम्रो दिपजीलाई दिन गइरहेको छु। हजुरहरू देख्न सक्नुहुन्छ यो पासपोर्टमा चाहिँ भिजा स्ट्याम्प भएर आइसकेको छ र यो पासपोर्ट चाहिँ म उहाँलाई चाहिँ दिन गइरहेको छु। कङ्ग्रेचुलेसन्स दिपजी। थ्याङ्क यू भेरी मच मेरो युरोपियन सपना पुरा गरिदिएकोमा एचआइटी होल टिमलाई म मनैदेखि धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू भेरी मच अल इन्टायर टिम। ओके, सो हजुरहरू पनि यदि एप्लाई गर्न चाहनुहुन्छ भने हामीलाई सम्झाउन सक्नुहुन्छ। हाम्रो अफिस लोकेसन रहेको छ दुबई बुर्जुमान मेट्रो स्टेसन एक्जिट 4 द बिजनेस सेन्टर बिल्डिङ अफिस नम्बर 503। सो तपाईँको जुन त्यो सपना छ, सपना यदि पुरा गर्न चाहनुहुन्छ भने आज नै भिजिट गरिहाल्नुहोस् है त।